ओके गाइज आइम ब्याक विथ लकअपको नयाँ एपिसोड नम्बर 25 अनि तपाईँहरू चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने नमस्ते, म हो वर्षा एके धनी दिदी अनि यो च्यानलमा हुन्छ चुगली। म बिरामी छु होइन, बिरामी भए पनि भिडियो बनाइरहेको छु गाइज, त्यही भएर गएर सब्सक्राइब गर्नु ल। यो सुफी आएर यहाँ नाटक, त्यसले नाटक गरेको म लेखेर दिन्छु, त्यसले नाटक गरेको त्यसलाई खराले अलिकति चनाको घाँसमा चढाइ नि त, तँलाई चाहिँ यिनीहरूले ऊ गर्नुलाई मात्रै राखेको, तँलाई कम्पिटिसन सोच्दैनन् यिनीहरूले, विक भनेर झन् कम्पिटिसनलाई चाहिँ बाहिर राखेर बाहिर पठाएर तँलाई राखेको भनेर चढाइदिए होइन। त्यो कुरा सुनेर आएन, अब यसको दिमागमा त्यो थिएन पनि, त्यो सुनेर आयो भित्र अनि नाटक पारिरहेछ कि मलाई राख्यो। यसलाई राख्दा पनि सन्चो छैन, यसलाई पठाउँदा पनि सन्चो छैन, यो पठाउनु पर्ने सबैले यिनीहरूले पठाइदिनु पर्ने थियो कि। हुनलाई त हर्षदले पनि आफ्नो लागि केही खेलेको थिएन, हर्षद त्यहाँ बसेर बचाउने भनेको त्यही शिवाङ्गीको लागि नै थियो, शिवाङ्गीलाई मात्रै बचाउने थियो होइन। तर पनि के अरे सुफी र हर्षदमा कोही डिजर्भिङ थियो भने त्यो हर्षद थियो क्या। बरु हर्षदलाई यसो हुन्छ नि दिमागमा भराएर सिकायो भने मान्थ्यो, खेल्थ्यो पनि होला। अनि अर्को चाहिँ के भन्दाखेरि यहाँबाट हर्षद गयो नि, यो हर्षद ब्याक आइरहेछ, त्यो देखाइरहेको थियो नि दुईजना के अरे त्यो यस्तो फेस रिभिल गर भन्नेवालामा, त्यो भनेको एउटा हर्षद हो, अर्को योगेश हो। अनि त्यो हर्षदलाई त्यहाँबाट लगेर के गर्यो होला, गेस गर। हर्षदलाई त्यहाँ सो भित्रबाट त्यो खोइ 190 कतिवटा क्यामेरा भएको ठाउँबाट लिएर गएर बाहिर तिनीहरूले के भनेर पठाउँछ होला हर्षदलाई? गेस गर त के भन्छ भने, हर्षद तिमीले यस्तो यस्तो गलत गरेछ, आफ्नो लागि खेल, यस्तो गर उस्तो गर भनेर सिकाएर पठाउँछ, त्यही हो। म त अहिले के लागिरहेछ भन्दा यो योगेशलाई ब्याक ल्याउने भनेको पनि हर्षदलाई ल्याउनुको लागि मात्रै यिनीहरूले नाटक गरेको जस्तो लागिरहेछ क्या। मलाई आज हेर्दाखेरि किन लागिरहेछ कि यो शिवाङ्गीले हर्षदलाई साँच्चै युज गरिरहेको कि भन्ने जस्तो लाग्यो क्या। किन भन्दा हाम्रो बिचमा त्यस्तो केही थिएन, उसले एक दुईवटा केही गर्यो होला, यस्तो वाला हुन्छ नि, लाइक ब्लेम चाहिँ उसले हर्षदतिर नै डाल्न खोज्यो जस्तो केही देखेको छ नराम्रो भने पनि त्यो हर्षदले नै मात्रै गर्दाखेरि हो भने जस्तो मलाई फिल भइरहेछ क्या। नभएदेखिको हो हर्षद र शिवाङ्गीको लाइक लभ कनेक्सन चाहिँ यो सोमा देखिन्छ भनेदेखि हर्षद एक्लैले गरेर देखिँदैन कि, शिवाङ्गीले पनि ल मिलाउनु पर्यो नि त। अस्ति पनि त भाइ बहिनी भएको हामी त भाइ बहिनी हुन सक्दैन नि, हामीले त लभ के अरे रोमान्सवाला के अरे सिरियलहरू यस्तो गरेछ, हामी त्यस्तो देख्दैन भनेर भन्यो होइन। अनि त्यही पछाडिको अनि उसले हर्षदले उसलाई केही गरिदिन खोज्छ, ऊ पनि चुपचाप लिइदिरहेको हुन्थ्यो क्या। तिमीलाई त्यस्तो लाग्छ उसले केही अलिकति हुन्छ नि धेरै गरिरहेको छ भने उसलाई स्टप गर न, तिमीले स्टप गर्यो भने त उसले रोकिन्छ होला नि त। तिमीले स्टप नगरेर तिमीले पनि गर्न दिइरहेछ, उसले जस्तो बेहोरा देखाउन दिइरहेछौ, तिमीलाई एकदम ओभर प्रोटेक्ट गर्नु आइरहेछ भनेपछि तिमीले पनि त म आफै बोल्नु सक्छु, तिमी मेरो लागि नबोल्दै भन्दैन। सो मलाई किन यो शिवाङ्गीले हर्षदलाई युज गरेको जस्तो लाग्यो अहिले कुरा सुन्दाखेरि। ऊ त्यो हर्षदको टाउकोमा ब्लेम हानेर अनि मैले त मबाट त खासै केही थिएन, मैले त जस्ट फ्रेन्ड मात्रै सोचेको थिएँ भन्ने खालको कुरा हो क्या। अनि यो चौधरीले सुफीलाई बचाए क्या। चौधरीले सुफीलाई किन बचायो? त्यसको अस्ति योगेश जाँदाखेरि डिजर्भ कसले गर्छ, कसलाई यो गेम जित्नु मन लागेको छ भन्दै गएको होइन यो धीरजसँग, धीरजलाई त बचाऊ भन्दै थियो त। सुफीलाई उसले चाहिँ किन, उसको फ्रेन्ड हो, सुफीले के कुरा काटेको थियो अस्ति पछाडिपट्टि गएर उसको कुरा श्रेयाले कुरा गर्दाखेरि चुप लाएर सुनेर अनि के अरे पानी हालेको नराम्रो यताउता भनेर उसै कुराहरू गरिरहेको थिएन सुफीले। अहिले फेरि त्यो सुफीलाई किन बचाएको? सुफी र हर्षदमा को छ डिजर्भिङ? त्यो हर्षदले पनि त्यो चौधरीलाई केही पनि गरेको छैन, हर्षदलाई बचाउन सक्थेन। यिनीहरूको होइन, यिनीहरूको नाटक यो राम र धीरज त अनि राम र धीरजले ओपनली नखेला मात्रै हो। धीरज पनि एक नम्बरको छुपाएर छ होइन, ओपनली भन्दैन। अझ रामको बारेमा त यिनीहरूले बुझि नै सक्यो होइन हर्षदहरूले। धीरजले अहिलेसम्म ओपनली भनेको छैन कि यु आर माई कम्पिटिसन यताउता भनेर क्या। तर पछाडिबाट पाउने बित्तिकै अस्ति त्यो योगेशलाई निकालेर पनि आई एम माई ओन रिजन यता केही पनि होइन। यसले हेर्छ धीरजले, धीरज एक नम्बरको प्लेयर छ, त्यो अलिकति हुन्छ नि इमेज कन्सियस भएर मात्रै यसले बाहिर ननिकालेको, नभएदेखिको यसले चुनकी जो अलिकति कडा छ नि त्यसलाई निकाल्छ। तिमीहरूले केही गल्ती गर्छ यो लकमा भएको मान्छेले भनेदेखि त्यो एउटा गल्ती हो, रामलाई विश्वास गर्नु। राम भनेको साप हो, आस्तिनका साप के तिनका साप भन्छ नि, त्यो हो यो राम। यो रामलाई विश्वास गर्नु भनेको यसले फराएर उसले धरी यसले भन्नु नसक्ने यिनीहरूले धरी भने कि तैँले युज गरिरहेछस् भनेपछि तिमीहरू यहाँभित्र हुनेले याद गर। त्यही भएर यो रामलाई म तिम्रो प्रायोरिटी होइन, रामको प्रायोरिटी कोही पनि होइन। रामको प्रायोरिटी राम पनि होइन थियो कि रामको प्रायोरिटी के भन्दा खानु हो, सुत्नु हो, त्यो पनि बेडमा। अपूर्वलाई चाहिँ चौधरीको फ्यान बेस छैन अरे, किन भन्दा उनीहरूको निब्बा निब्बी छन् रे, यो गान्छ गरे। तिम्रो चाहिँ के छ?
तेरो फ्यान बेस चाहिँ कस्तो छ अपूर्व हेरेको छस् के अरे डिलुजनको माता के अरे खोइ के मम खोइ के यस्तो यस्तो भने त्यो चाहिँ कोन्सा चाहिँ उसको चाहिँ पुरै हुन्छ नि एकदम ठुलो एकदम विद्वान मान्छेहरू एकदम हुन्छ नि खतरनाक मान्छेहरू उसको फ्यान भएको जस्तो कुरा गरे त्यो उसको के अरे यो आकांक्षाको जस्तो वाला फ्यान छ नि यो उसको पनि त्यस्तै वाला फ्यान छ यो रेबल पनि कस्तो मुख सुख छाडेर यताउता गरेर भिडियो बनाउँछ नि अब त्यसलाई सपोर्ट गरेर मान्छे बसिरहेछ भने त्यो फ्यान चाहिँ कस्तो खालको अर्कालाई हुन्छ नि अर्कालाई एउटा अम्ली देखाउँदाखेरि आफूलाई 4टा अम्ली देखाएको पनि हेर्नुपर्छ क्या तिम्रो फ्यान बेस चाहिँ कस्तो छ भनेर अर्कालाई भन्नुभन्दा अगाडि सो क्युट हर्सन गइसकेपछि हर्सन सुतेको बेडको ओछ्यान के अरे बेडसिट धरे शिवाङ्गीले लिएर गयो सो क्युट त्यति त म मेरो बुढालाई पनि गर्दिनँ मेरो बुढा सुतेको ओछ्यानको तन्दा पनि म निकाल्दिनँ सो क्युट कस्तो मिलेको बेस्टीहरू यो चमोला र प्यामोला यिनीहरू बेस्टी ठ्याक्कै यिनीहरू उस्तै कुरा मुखमा गएर खासै केही पनि गर्नु सक्दैन मुखमा गएर उनीहरू चुप्प लाग्छ होइन खासै ऊ गर्नु नसक्ने अनि कुरा धुत्ने अनि गएर चाक पछाडि कुरा गर्ने यिनीहरू अस्ति गएर त्यो चौधरी र उसँग नै यसले कुरा गरिरहेको थियो प्यामलाको चमलाले अब अहिले चाहिँ फेरि चौधरी र के अरे वरुणसँग बचकेरेना टाइपको कुरा हुन्छ नि लाइक यिनीहरूको विश्वास लाग्दैन मलाई भन्ने कुरा प्यामलासँग गरिरहेछ अब प्यामलाले के गर्यो भनेदेखि गएर फेरि चमलाले अर्कोसँग कुरा गर्छ तर पछाडि मुख अगाडि ऊ ठुलोसोले बाज्ने झगडा गर्ने जुन चाहिँ यिनीहरू यो श्रेय आकांक्षाहरूले गर्छ नि त्यस्तो चाहिँ उसले सक्दैन किन भन्दा ऊ त गर्ल्स गर्ल हो नि त गर्ल्सको यो आकांक्षा श्रेय अनि रेबल किदैन त गर्ल्स गर्ल होइन चमला हो गर्ल्स गर्ल लेलाको त के भन्नु होइन यो लेलाको खासै अब त्यो लेलाको यस्तै हो यो आकांक्षा चौधरीको के अरे आकांक्षा चौधरीको चाहिँ फेम यतिकै फ्रीमै पायो भनेर सोचेर यसले हुन्छ नि त्यति मात्रै एउटा मलाई यस्तो सोच्दो रहेछ यसले आकांक्षाको बारेमा भन्ने भयो होइन तर नभएदेखिको रामको असलियत देखायो क्या रामको असलियत देखायो रामले कसलाई के सोच्दो रहेछ ऊ धीरजलाई सबैभन्दा गए गुज्रेको सोच्दो रहेछ नि त रामले अनि धीरजलाई रामको ऊ भन्छ रामको के भन्छ त्यसलाई पार्ट 2 जस्तो भनेर भन्छन् यिनीहरूले धीरज देख्यौ तिमीले धीरज पनि प्लेयर छ धीरज ब्याकस्ट्याप गर्नमा माहिर उसको बेस्टी थियो होइन हर्षद ब्याकस्ट्याप गर्नमा माहिर धीरज यो नथा पाउने तरिकाले गेम खेल्ने क्या नथा पाउने तरिकाले राम त मुखमै भनिदिन्छ फेरि गएर म्यानिपुलेट गर्न ऊ माहिर ससुराली घरमा अलिकति मेजमानको कमी भयो रामजीलाई चिकन सालेड आएनस् बिहानै त्यही भएर उहाँले नखाने अरे ससुराली घरमा त्यतिको त देखाउनु पर्यो नि त ससुराली गएको छ होइन त्यतिको देखाउनु पर्यो कहाँ अनि अरू जस्तो हो त ऊ केरा खाएर बस्ने केरा खाएर कहाँ बस्छ त राम त अनि ससुराली आएको ज्वाइँ साहब वरिष्ठ उहाँले त दिनुहुन्छ लकअपलाई पैसा दिनुहुन्छ होस्टलाई पैसा दिनुहुन्छ होइन उहाँ खानुहुन्न त्यस्तो बरुभन्दा त्यहाँबाट निस्किनुहुन्छ मरिन्जेलसम्म त्यस्तो खानुहुन्न राम सरले अनि राम सरले पाइराख्नु भएको छ अब त्यस्तो ट्रिटमेन्ट प्रिन्सेस होइन किङ ट्रिटमेन्ट पाइरहेछ भने मान्छेले किन गर्दैन मलाई यो राम देख्यो मलाई केही पनि लाग्दैन क्या रामको गेम मलाई राम्रो लाग्न थालिसक्यो किन भन्दा रामले त्यहाँनिर डढियाएर खाइरहेछ क्या डढियाएर त्यो सो मेकरहरूलाई डढियाएर खानु पाइरहेछ अनि टिममेटहरूलाई पनि यस्तो म्यानिपुलेट गरिदिन्छ है यस्तो घुमाइदिन्छ उनीहरूलाई थाहा पनि छैन अहिले आएर यो अपूर्वले कल आउट नगरे भए कल आउट पनि के भन्नु अपूर्वलाई यिनीहरूले सो मेकरले भनेर पठाएर यसले यताउता नभनेको भएदेखि अहिलेसम्म यिनीहरू थाङ्नामै सुतेर बस्छन् यो शिवाङ्गीहरूले अस्ति भर्खर ऊ राम यताउता यस्तो छ नि भनेर कुरा गर्दैछ अहिले मलाई तपाईँको प्रायोरिटी होइन भनेर कुरा गर्न थालिसक्यो मलाई रामको गेम भनेको राम जसरी खेल्नुपर्छ है गाइज राम जसरी नै गेम खेल्ने हो झगडा सगडा पनि गर्ने होइन कसैले के भन्नु मेरो त गेमै यसै मेरो यसै गर्यो हाँसिकन ट्रिगर गर्यो मान्छेहरूलाई सही छ अघि भनेको कुरा नै रितेशले अहिले भनिरहेछ कि चौधरीलाई डिजर्भिङ को छ त्यो हेर्ने हो नि त सुफी तिम्रो बेस्टी कहिले भयो बेस्टी कतिन्जेललाई भयो बेस्टी सुफीलाई बसाउनुको लागि हर्षदलाई बाहिर निकाल्ने यो काहीँबाट पनि जायज कुरा भएन क्या सुफी बेस्टी भनेर राख्ने लु यो यिनीहरू हुन्छ नि मनै नपराउने भनेको यो शिल्पाले श्रेयाहरूले यिनीहरूले मनै पराउँदैन थियो क्या हर्षदको अब दुश्मनै जस्तो थियो यतिसम्म ठिक छ यिनीहरूले निकाल्छन् बुझे यो अरू सबैजना यिनीहरू मुखमा ठिक पार्ने रहेछन्
होइन अनि यसरी हर्षदलाई निकालेर सुफीलाई राख्ने यिनीहरूले गेममा अलिकति जो चाहिँ खतरनाक छ त्यसलाई नै निकालिदिएको हो क्या यो कुरा चाहिँ रामले कसको बारेमा के सोध्छ भनेर राम्रोसँग सबै कुरा नै देखिसकेको छ होइन यो लाइ डिटेक्टर टेस्टमा यो बाहिर गएर पनि म्यानिपुलेट गरेर मान्छेहरूलाई आफ्नो बस्न बनाउन सक्छ क्या खोइ के जादु छ यसमा खै जादु नै त भन्नु होला नि त अब यसलाई गेम खेलेको नभनेर के भन्ने त गेम खेलेको भनेको त यो रामले खेलिरहेछ नि त मान्छेले बाहिरको मान्छेले सबै देखिरहेछ भित्रका मान्छेले देखेकै छैन उसले के गरिरहेछ उनीहरूले बुझेकै छैनन् प्यामलाले बाइसेक्सुअल भएको चमोलाको फाइदा उठाएको होइन यिनीहरू दुईजनाले उति नै उठाएको भए यिनीहरू दुवैजनाले एकअर्काको उठाइरहेछन् नभएदेखि प्यामलाले एक्लैले होइन हो भनेदेखि दुवैले हो नभएदेखि यिनीहरूको एकदम प्योर फ्रेन्डसिप एकदम बोन्ड हो जे गर्न आएको अपूर्वले त्यो गरिरहेछ होइन यतिकै नचाहिने कुरामा यतिकै न्यु खोज्या हो भने जस्तो लाग्छ बेला बेला अपूर्व देख्दाखेरि तर फेरि त्यो फ्याक्ट कुरा हो क्या अनि यो के अरे यो वरुणहरूको अडियन्स त्यस्तै हो क्या प्रायः जस्तो यिनीहरूको अडियन्स त्यस्तै हुन्छ केटीलाई त देखि नसक्ने अडियन्स हुन्छ क्या मुख छाड्ने यो अब यिनीहरूको त अरू के बोल्छन् होइन त्यो हुन्छ अति नै केटी मान्छेलाई त देखि नै नसक्ने खालको नै हुन्छ क्या अलिकति ओपनली बोल्यो भनेदेखि अनि स्लट सेमिङहरू त यो अपूर्वहरूलाई त उनीहरूको कमेन्ट सेक्सनमा अरूहरूले आएर पनि गरि नै राखेको हुन्छन् होइन सो अब हेर्दाखेरि चाहिँ हुन्छ नि अपूर्वले यो केही भनेको थिएन वरुणले छोड्दा भए हुन्छ भने जस्तो लाग्यो तर उसलाई काम गर्ने त्यही पठाएको अनि अब त्यो साँच्चै रिल कट्यो भनेदेखि आएर त्यो वरुणको अडियन्सले आएर त्यसरी नै गाली गर्छ त्यसलाई मैले यो रामले त्यो चमलाले फेक गरेको यसको डिभोर्स भनेर भनेको चाहिँ मैले बा मिस गरेँ कि होइन त्यो मैले एपिसोडमै मैले यादै गरेको छु कि त्यो एपिसोड कुनमा छ गाइज त्यो भनेको छ भनेदेखि कमेन्टमा लेख ल म गएर हेर्छु मलाई यादै छैन क्या उसले कुन एपिसोडमा त्यस्तो भन्यो कि भनेन भनेर पनि क्या भन्यो भने त अब रङ हो के थाहा अब उनीहरूको भित्र कुरा कहिले आएर बुढाले होइन भन्छ बुढीले हो भन्छ फेरि बुढालाई बुढा भन्दा मेरो कुकुर आएदेखि हुन्छ भन्छ यिनीहरूको नाटक होइन जेसुकै होस् अनेस्टली भन्नुपर्दा यिनीहरू यो बाजिरहेछ कि खोइ मलाई त किन बाजेको के भइरहेछ यो भने जस्तो क्या कस्तो म त स्किप गरेर नहेर्नु जस्तै लाग्यो यिनीहरूको किन झगडा परेको यो उस र के अरे यो रेबेल र यो उसको वरुणको मतलब कस्तो अल्छी क्या हुन्छ नि मलाई केही इन्ट्रेस्ट पनि लागेन हेर्नु पनि मलाई लागेन स्किप गरिदिनु जस्तो किन झगडा गरेको यिनीहरूले किन झगडा गरेको अब यहाँ गेममा हेर्दाखेरि त मलाई केही भने जस्तो लागेन वरुणले यसको बेहोरा छैन गेमदेखि बाहिर यसको बेहोरा छैन यसको कन्टेन्ट के हुन्छ त्यो छ होइन अहिलेसम्म यसले राम्ररी नै होइन एकदम आफ्नै ठाउँमा बसेर बोलिरहेको छ जस्तो लाग्यो मलाई म गलत हुन सक्छु यसदेखि बाहिरको हो यो यिनीहरूको बाहिरको कुराहरू यिनीहरूको होला यस्तो भएको होला त्यो मैले देखाएको छैन मलाई त्यो बारे के थाहा है तर हुन्छ नि यहाँ चाहिँ अलिकति यिनीहरूले नचाहिने अननेसेसरी झगडा गरिरहेको जस्तो कि मलाई केही रमाइलो पनि लाग्ने केही हुनु पर्यो नि केटा र केटी बराबर हुन्छ कि हुँदैन भनेर सोध्यो अनि उसले हुन्छ भन्यो तर उसले चाहिँ होइन यसले सोच्दैन भनेर यताबाट यसो गरेर कस्तो गरेर रङ बनाइदियो त्यस पछाडिको झगडा पर्न थाले होइन कि मैले के मिस गरेँ गर्दा गर्दा यतिकै चौधरीमाथि चढ्न थाले क्या यो के अरे यसको नाम अपूर्व अब चौधरी ठेक्का लेख्छ त उसलाई सम्हाल्नुलाई उसो बोल्छ हाँस भन्दैमा उसलाई सम्हाल्ने ठेक्का त लेख्छ छैन होला नि त पर्सनली मान्छेलाई चिन्न पनि पर्यो नि त के अरे सुधार्नुको लागि त उसले कसरी सुधार्छ त्यही पनि अर्को मान्छेलाई उसँग अब राम्रो बेहोरा गरिरहेको छ उसलाई उसको बानी पनि थाहा छैन भनेदेखि के चाहिँ गर्ने हो र आज बोल्ने उसँग वरुणसँग छैन वरुणसँग बोलेर कुरा मिलाऊ होइन किन चौधरीमा चढायो फेरि यत्तिकै हुन्छ नि अब चाहिँ मलाई अपूर्व यो अलिकति धेरै नै एक्टिङ गरिरहेको जस्तो लाग्यो क्या हुन्छ नि लाइक उसलाई गेमबाट बाहिर जाने केही मतलब छैन उसलाई त त्यही गर्नु नै पठाएको हो त्यही भएर क्या हुन्छ नि यसरी अब त्यो यसरी घुरेर किन हेर्नु त्यो चौधरीले केही भनेको थाहा छैन मलाई यहाँ आएर त्यसले होइन गेमभित्र आएर त्यो औरतको कुरा सुरा उडाएको छ यो पनि उसले बाहिरकै कुरा ल्याएर गरे होला मैले चाहिँ हेरेको छैन त्यसले के कन्टेन्ट बनाउँछ तर त्यो यहाँनिर चाहिँ साँच्चै भन्नुपर्दा लेलाले बेला बेला डबल मिनिङ कुरा गर्छ नगर्ने होइन एउटा 6 इन्चको केरा अनि के अरे बिचमा सुत न यताउता भनेर जुनमा सबै केटीहरू कम्फर्टेबल हो उनीहरू पनि त्यतिकै पार्टिसिपेट गरिरहेको हुन्छ क्या यो रामले गएर किस गरेर अनि अनकम्फर्टेबल हुने हक गर्दा अनकम्फर्टेबल त्यस्तोवाला हुँदैन उसँग चाहिँ सबैजना इक्वली नै पार्टिसिपेट गरिरहेको हुन्छ भनेपछि त्यो कुरालाई अब कसरी रङ भन्ने जबकि दुईटै पार्टीहरू एकदम जोक गरिरहेछ भनेपछि होइन सो यहाँ भित्रपट्टि चाहिँ मैले लेलाले कहिले पनि अर्को केटीलाई हेला गरेको हेपेको डिसरेस्पेक्ट गरेको चाहिँ मैले देखाएको छैन अपूर्वलाई के भएको किन यस्तो क्या त्यो वरुणसँग त भइरहेको थियो अब आकांक्षामाथि किन चढा मलाई थाहा छैन
आकांक्षाले ठेका लिएको छ त आकांक्षाले अरूलाई सम्झाउनु ठेका लिएको छ आकांक्षाले सम्झाउन सक्छ कसैले कसैलाई सम्झाउन सक्छ हे भगवान सम्झान त सम्झाउन आएको होइन बाहिरबाट झन् तँलाई त केही डर पनि छैन बाहिर निकाल्दैन साथीहरूले भन्ने पनि छैन हुन्छ नि केही पनि डर छैन तैँले सिका त्यहाँभित्र क्लास दे छुट्टै एउटा क्लास दे उसको लागि कसरी केटीलाई इज्जत गर्ने भनेर क्लास दे बनाउनुको लागि किन चौधरीले दिनु पर्यो किन यत्तिकै हुन्छ नि यसरी मिलेर यसरी शान्तसँग कुरा गर्न सक्थ्यो अपूर्व भने अघि किन तमासा गरेको त अघि किन हामीले देख्दाखेरि त लेलाको त पुरै खत्तम छ उसको अडियन्स उसले आएर उसलाई गाली गर्छ यताउता उसले इज्जतै गर्छ सबै हामीले त सोधिसक्यौँ यति मिठोसँग बोलेर सम्झाउँछ भने किन चढेको लेलामा चढ्यो चौधरीमा चढ्यो किन चढेको किन प्यामहरूको अगाडि यताउता यसले यस्तो गर्छ यस्तो कन्टेन्ट बनाउँछ यो यस्तो छ उस्तो छ यसको अडियन्स यस्तो छ उस्तो छ भनिसकेपछि अझ त्यो प्याम पनि हो यस्तो बनाउँछ उस्तो बनाउँछ भनेर नाटक गरे त्यो प्यामको त कामै छैन त्यो त्यस्तै चाहिँ थाहा नै छैन अनि अहिले आएर सरी अपूर्व सरी मलाई आजदेखि तिमी मन पर्न छोड्यो सरी मेरो घरको लाइट गयो तर यो लाइटले मलाई रोक्न सक्छ होला भिडियो बनाउन गाइज रोक्न सक्छ होला मलाई चुग्ली गर्न यो लाइटले यो जाब लाइट गरे के हो म अझै भिडियो बनाउ एकचोटि रुनु दिनु न शिवाकीलाई एकचोटि त स्याड भएर बस्नु दिनु नि मेरो हर्ष दोस्त चला गयो भनेर ल्याइहालेर के नो एक्साइटमेन्ट नो उसको आफ्नै रिजन छ धीरजको आफ्नै रिजन छ त्यो के हो भन्दा उसलाई गेम जित्नु छ उसलाई आफ्नो कम्पिटिसन हटाएर गेम जित्नु छ त्यो कुरालाई एक्सेप्ट गर्न त अहिले पनि सुफी मलाई बाहिर जान्छु भनेर सुफीले मलाई निकाल्दा पनि केही लाग्दैन भनेर भन्यो जुन कुरा इन्डिरेक्टली उसले अब निकाल्दा केही पनि हुँदैन उसले एक्सेप्ट पनि गरिसक्यो होला क्या कि मलाई मेरो साथीहरूले ऊ गर्छ निकाल्छ के अरे मेरो साथीहरू थोरै छ मलाई यिनीहरूले निकाल्छ भनेर उसले सोचेर भन्यो होला क्या धीरजको साथी हर्षद बेस्ट फ्रेन्डलाई पनि उसले निकालो क्या योगेशलाई त निकालो उसलाई झरी निकालो किन भन्दा सुफीले जान्छु पहिले त लु सुफीले बच्छु भनेको थियो बस एक्स्ट्रा यसपछि किन निकालेको त अनि आई हेभ माई ओन रिजन के हो त तेरो रिजन सुनौ हामीलाई पनि के हो रिजन नाटक यस्तो दोग्ला यो के अरे यो योगेश आएर जोस् योगेश अलिकति ऊ भएर आएछ बोल्नुको लागि बोल्ने भएर आएछ राम्रै अस्तिसम्म त बुर्चाएर बसिरहेको थियो यतिको बोल्यो भने रमाइलो हुन्छ तर म यिनीहरू आएर खासै मलाई केही ल ठिकै छ यिनीहरू कति मान्छे भरिभरि राख्ने निकालेर पठाइदियो सिधाइदिइहाल यिनीहरूको सबै यो हुन्छ नि सबै यिनीहरूको यो स्क्रिप्टेडै रहेछ भनेर थाहा पाइसक्यो स्पोइलरहरू सुन्दाखेरि कतिवटा कुराहरू होइन हर्षद प्लिज मेरो हर्षद तिमी चाहिँ गएर धीरज प्लिज झगडा गर हर्षद मेरो लाइफमा पनि प्लिज धीरजसँग गएर हर्षद गरेर धीरजसँग गएर झगडा गर हर्षद आई हेट धीरज मलाई मुखमै बोल्ने मान्छे भन्नु त्यो खुसफुस पछाडि चाक पछाडि यस्तो नो 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 यिनीहरू भन्दा त फार बेटर छ कि शिल्पा बरु मुखैमा भनिदिन्छ क्या यो धीरज जस्तो पछाडिबाट आउने नि ग्यापै घोप्ने नो खतरा भन्यो हर्षद धीरजमा कसम साँच्चै 2.0 राम 2.0 हो धीरज त्यो आकांक्षा यस्तो खुसी भइरहेको छ खालि गरिरहेको छ कि त्यसलाई कहिले गएर गर्नु भइसक्यो होला योगेशलाई न बुझ्छु योगेश धीरजकै खिलाफ धीरजका खिलाफ जितिहाल्छ नि योगेशलाई त्यो पर्फर्म गर्दा कसैले पनि जित्नु सक्दैन क्या अब थाहा नै छ योगेशले नै जित्छ भनेर तर नहेरी पनि म त्यति भन्न सक्छु कि यो जित्छ योगेशले नै जित्छ भनेर केही त्यो अनौठो कुरा केही मान्नु पनि पर्दैन स्किप गरेर एकैचोटि म हेरिदिन्छु धीरजले फ्रन्ट कस्तो मेरो त्यो हुन्छ नि टङ ट्विस्टर फ्रन्ट फुटमा आएर धीरजले खेदा भए बरु धीरजको गेम राम्रो हुन्थ्यो मान्छेले मन पराउँथ्यो उसको पर्सनालिटी तर उसले खालि लुकेर अस्ति शिवाङ्गी र हर्षदको खोइ के भएको थियो मैले बिर्सेँ त्यो बेला पनि लुकेर त्यस पछाडिको अस्ति के अरे योगेशलाई निकाल्यो त्यतिखेर पनि उसले चौडमा भन्नु सक्थ्यो कि मेरो कम्पिटिसन हो योगेश त्यही भएर म निकाल्छु त्यो सुफीसँग त्यसलाई केही माया थिएन
योगेशले निकाल्यो हर्षदलाई फेरि निकाल्यो क्या उनीहरूको फ्रेन्ड भइसकेको थियो नि त सबै कुरा राम्रो छ आफूलाई खेल्नु पर्छ आफैलाई खेल्नु गएको धीरज होइन त्यो शिवाङ्गीको बेलामा शिवाङ्गीलाई नजिताको बेलामा सबैजनाले उसलाई सपोर्ट गरिरहेको थियो किन भन्दा आफ्नो लागि गेम खेल्न गएको हो एट द एन्ड अफ द डे त्यहाँनिर आफ्नै लागि नै खेल्ने हो अर्कालाई जिताउने अर्कालाई अगाडि बढाउने होइन तर कुरा के भन्दा आफूले चाहिँ त्यो कुरा चाहिँ हुन्छ नि एक्सेप्ट गर्नु पर्यो नि त मैले हो मलाई जित्नु छ गेम म खेल्छु मुखमा चाहिँ होइन आई एम माई ओन रिजन के हो त तिम्रो त्यस्तो रिजन के हो त के छ के सुफीलाई घर लिएर जाने मन छ जुन सुफीलाई राख्ने अरूलाई चाहिँ पहिरो पठाउने के मन छ के हो त तिम्रो रिजन चाहिँ त्यो त भन्नु पर्यो नि त धीरज निक्ल्यो भने म जति खुसी कोही हुँदैन सुफी भन्दा अनडिजर्भिङ मलाई अब धीरज जानु थालिसक्यो मैले अघि भनेको थिएँ नि तिमीहरूलाई के लागिरहेछ हर्षद एकैछिनमा हुन्छ नि एकछिनमा यो दिमाग सड्केर यस्तो एकदम आफ्नो गेमको कुरा गर्ने भएर आयो भनेर होइन मैले अघि भने मैले सुरु हुने थियो भने कि हर्षदलाई लगेर मेकर्सले ध्यान दिएर पठाएको छ क्या त्यसलाई औषधि खुवाइदो दिमागको अनि अब आएर शिल्पा र शिल्पा र श्रेयासँग झगडा गर्दैन अर्काको न्युमा रे हो हर्षदलाई मलाई थाहा छ यहाँ हर्षद शिवाङ्गी राम यति मध्ये कसैलाई यो दिन्छ जस्तो मलाई लागिरहेछ शिल्पालाई दिन्छ कि दिन्छ शिल्पालाई पनि किन भन्दा यसको शिल्पाको इमेज हुन्छ नि बाहिरको पहिलेको कुराहरूको इमेज वाइट वास गर्नै लिएर आएको हो जो सिनरी टिभी एक्टरलाई नै दिन्छ जस्तो लागिरहेछ मलाई हर्षदलाई दिनु पनि सक्छ हेर न बाहिरबाट उसलाई सिगाएर लिएर आएर यतिकै बोल्छ यस्तो सब एक एकवटा स्क्रिप्ट दिएर आएको छ यो हर्षदलाई त्यही बोलिरहेछ भित्र आएर हर्षदले I'm loving it. हर्षदले त्यही भएर धीरज यही नै डिजर्भ गर्छ कि धीरज यही नै यस्तो यसले नाटक गर्नु मलाई क्या मजा आइरहेछ कि धीरज अब त्यसले मुख गरेर बाहिर गएको हुन्छ त्यही नै मलाई क्या त्यही नै हेर्नु मन थियो क्या यस्तो नाटक बरु मुखमै भन यो हर्षदले बरु भन्छ नि शिवाङ्गीको लागि म खेल्दिनँ मेरो लागि खेल्दिनँ भनेर भनेको छ नि त्यही नै राम्रो क्या त्यही नै राम्रो बरु भन्दा भित्र लुकेर खेल्नु भन्दा धीरज निक्लेको म हेर्न चाहन्छु म एकदम एक्साइटेड छु के अरे शिवाङ्गीले ठेका लेख्छ सुफीलाई बचाउन उसको बेस्टी आउनु आँटेको छ भनेदेखि किन ठेका लिएको छ ऊ बचेर हर्षद बाहिर गएको थियो क्या धन्नले भित्र ल्याइदियो सो मेकरहरूले नभएदेखिको बाहिरै जान्थ्यो हर्षद ठेका लिएको छ उसले शिवाङ्गीले उसले त बचाउँछ नि किन यिनीहरू ल्याङ गरिरहेको होला क्या तिमीहरूले चाहिँ के हर्षदलाई दिन्छस् तिमीहरूले हर्षदलाई दिँदैनस् तिमीहरूले सुफीलाई दिन्छ त्यसपछि चुप लाएर बस यत्रो बोल्नको साटो घर के गर्ने यसलाई ज्ञान दिनु र बोल्नु बाहेक केही पनि आउँदैन किन चाहिँ बचाउँछ म कहीँ पनि यो यिनीहरूले मूर्खता हो कि शिवाङ्गीले चाहिँ सुफीलाई बचाउला दिला भनेर सोच्नु नै मूर्खता हो तिमीहरूको एउटा पनि दियो त्यो त्यही खुसी भएर नभए हर्षदलाई नै बचाउँछ अनि तिमीलाई त बाहिर जान्छ मलाई किन बचाएको मलाई बाहिर जान मन थियो भनेर आएको होइन पराको कुरा सुनेर अब जाऊ बाहिर जाऊ चुप लाएर जाँदा हुन्छ यहाँबाट बाहिर त्यो ल्याङ त्यहाँ बोलेर ज्ञान दिनुको उसमा बरु अलिकति लडेर भए पनि उसँग लिएको थियो भने हर्षदले हामीले हेर्ने मान्छेलाई पनि ओहो है उसले पनि खेल्यो सुफीले पनि गफ गर्नु बाहेको केही छैन गफ लाउनु बाहेको केही छैन गयो सुफीको जाने बेलाको यो स्पेस सुनेर चाहिँ मलाई माया लाग्यो यो लास्टको सुनेर तर ठिकै छ सुफी जति नै उसलाई उसको माया लागे पनि उसलाई हुन्छ नि उसलाई डिजर्भ चाहिँ गर्दैन थियो यो गेमको लागि बनेकै होइन क्या ऊ मलाई नरमाया लागिरहेको छ सुफीको सुनेर तर यो शिवाङ्गी तिमीले अहिले भर्खर त्यसलाई बचाउनुलाई नदिएको हो क्या त्यो तिमीले नदिएर तिमीले हर्षदलाई बचाएर त्यो बाहिर गएको धीरजले आफ्नो साथीलाई धोका दिएर पनि हो क्या यो कसैले पनि उसलाई सपोर्ट नगरेको रामले दिन्थ्यो होला एउटा तर रामले पनि उसलाई त गेममा डिजर्भ बस्न डिभोर्स के हो डिभोर्स भनेको डिजर्भ गर्दैन भन्थ्यो रामले खेल्दैन भने क्या अब योगेश तिमी यस्तो खतरा छ भन्छ यो रामले ओ माई गॉड राम धीरज एक्लै भएकोलाई पनि माया लाग्यो धीरज एक्लै भएको देखेर कि तर धीरजको माया गर्न लागेको त छैन धीरजको हातको लिएर गयो क्या योगेशले ओ माय गॉड उफ्रेर लिएर गयो योगेशले
रोडी हो क्या रोडी हो योगेश जति मन नपर्ने पनि म यो कुरा इन्कार गर्न सक्दिनँ कि योगेश भनेको पर्फर्मर हो क्या यस्तो खतरा पर्फर्म गर्छ नि ओ माई गॉड मजा आइरहेछ कि क्या जिउ तान्यो श्रेयाले रुट गरिरहेछ क्या श्रेयाले जा योगेश जा अरे क्या श्रेयाले यिनीहरू क्या नाटक गर्ने क्या यस्तो फिट देख्छ होइन यो के अरे धीरज है यो जिम सिम गर्ने यताउता होइन यिनीहरू प्रोटिन खान्छ जतिखेर पनि यति जामा छुँदैन हुन्छ छ्या जे पाए त्यहीको एक्टिङ धेरै मलाई किन एक्टिङ गरेर जस्तो लागिरहेछ अरे के हो के भयो मैले त केही पनि देखिनँ ओ माई गॉड मलाई किन हर्षद राम्रो लागिरहेछ यार हर्षदको एक्टिङ राम्रो बरु हर्षदले त गर्छ यस्तो त गर्दैन धीरजको ओभर एक्टिङ ओ माई गॉड धीरजको ओभर एक्टिङ यस्तो ओभर एक्टिङ नै यसले यो पहिलेदेखि खेला हो नि त है सिरियलहरू पहिलेदेखि खेला हो त्यही भएर यस्तो एक्टिङ गरेको होला मलाई म एकता कभर भएको भए मैले त लिन्न थिएँ मेरो सिरियलमा आई बिलिभ दिस म्यान रे रामलाई किनभने त होस् त्यो रामको 2.0 होस् नि त त्यही भएर जा घर गइहाल कुद बाहिर जा भाग यसो भन्दा कस्तो रुट सुन्छ होला है म त्यस्तो भन्दिनँ कहाँ भन्छु म त्यस्तो जाऊ बिस्तारै जाऊ ल जाऊ गएर बुढीलाई अब चिट्ठी के अरे धीरजको बुढीलाई अब चिट्ठी पठाउनु पर्दैन भित्र ओके गाइस आजको एपिसोड पनि सक्यो रमाइलो कस्तो मजाको एपिसोड भयो धीरज गयो मलाई त रुन पनि मन लागेको छ रमाइलो लाग्यो मलाई धीरज गएर धीरज जान्छ अब धीरजको बुढीले दुःख गर्नु पर्दैन के अरे औषधिको प्याकेटभित्र छुपाएर चिट पठाउनुलाई सो रमाइलो हुनेवाला छ उनीहरूको लागि राम्रै हुनेवाला छ दुईजना गएर हनीमुन सनीमुन बनाउँछन् सो गाइस भेटौँला अर्को एपिसोडमा त्यतिन्जेलको लागि बाई